रसिदेलेक नमस्कार। टिबेट टिभीको नेपाली साप्ताहिक समाचार हेरिरहनु भएका सबै श्रोताहरूलाई म लगायत टिबेट टिभीको तर्फबाट विजयदशमीको धेरै धेरै शुभकामना। यस सप्ताहका प्रमुख समाचारहरू संक्षेपमा। परमपवनज्यूद्वारा युवा नेताहरूसँग संवाद। परमपवनज्यूद्वारा नोबेल शान्ति पुरस्कार विजेताहरूलाई बधाई व्यक्त। परमपवनज्यूले फोरम 2020 सम्मेलनको 25औं वार्षिक उत्सवमा हेभेललाई सम्बोधन। 17औं निर्वासित तिब्बती संसदले 3 महिलालाई 16औं कक्षाको कानुनको रूपमा अनुमोदन। सिक्योङद्वारा तिब्बती स्कुल प्रणालीको प्रमुखहरूसँग विशेष बैठक। शिमला युनाइटेड 26औं ग्यायुमछेमो मेमोरियल गोल्ड कपको विजेता। तिब्बतको लागि क्रस पार्टी समूह स्कटिश संसदमा पुनः स्थापित। अब समाचार विस्तारमा। यस हप्ता शुक्रबार परमपवनज्यूले विश्वका द्वन्द्व प्रभावित क्षेत्रका युवा नेताहरूसँग 2 दिने वार्तामा सहभागी हुनुभएको थियो। उद्घाटनको क्रममा परमपवनज्यूले विश्वमा शान्तिको लागि आफ्नो आशालाई व्यक्त गर्दै युवाहरूलाई करुणाको अभ्यास शिक्षित गरी विश्व शान्ति, समानता र सङ्घर्षको रूपान्तरण गर्न महत्त्वपूर्ण छ भन्नुभयो। Mentally do not want to harm other, even including animal. So that kind of mental attitude very important. So now the non-violence, not only according to religion, but use common sense, then non-violence is very important and very relevant to this world. दया, शिक्षा र समानता शीर्षकको वार्तालाप अमेरिकी शान्ति संस्थानले सन् 1974 मा विश्वव्यापी द्वन्द्व समाधान र रोकथामलाई बढावा दिनको लागि अमेरिकी कांग्रेसीद्वारा स्थापित गरेको थियो। पछिल्ला 4 वर्षहरूमा संस्थानले द्वन्द्व क्षेत्रहरूबाट युवा नेताहरूलाई एकसाथ आमन्त्रित गरी परमपवनज्यूबाट सल्लाह र मार्गदर्शन लिने गरेको छ। गत हप्ता शनिबार परमपवन दलाई लामाज्यूले तैवानी र चिनिया शिष्यहरूलाई जेचोङखापाद्वारा रचेको प्रतीत्य समुत्पादको प्रशंसाबारे शिक्षा दिनुभएको थियो। गत हप्ता शुक्रबार परमपवन दलाई लामाज्यूले मरिया रेसा र डिमित्री मुराटोभलाई नोबेल शान्ति पुरस्कार 2021 जितेकोमा बधाई दिनुभयो। The Norwegian Nobel Committee has decided to award the Nobel Peace Prize for 2021 to Maria Ressa and Dmitry Muratov for their efforts to safeguard freedom of expression, which is a precondition for democracy and lasting peace. फिलिपिन्स र रुसमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको रक्षा गर्ने प्रयासको लागि 2 पत्रकारहरूलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएकोमा परमपवनज्यूले खुसी व्यक्त गर्नुभयो। परमपवनज्यूले 10 देखि 12 अक्टोबरसम्म प्रागमा आयोजित फोरम 2000 सम्मेलनको 25औं वार्षिक उत्सवमा राष्ट्रपति वाग्लेभ हेभेललाई सम्झनु भयो। Like past many great teacher, but the teacher themselves mostly passed away, but their teaching still continue. So similarly, the President Havel's, you see, the thinking about what's the well-being of whole world. Person no longer, but idea still very relevant. And therefore, the people who admire him, myself, his great, was a very clear friend, trust friend.
So we have the responsibility to carry continuously, you see, his loving kindness and commitment for universal responsibility. फोरम 2000 को स्थापना सन् 1996 मा दिवंगत चेक राष्ट्रपति वैक्लेव हेवेल, जापानी परोपकारी योहेई ससाकावा र नोबेल शान्ति पुरस्कार विजेता एली विजेलको संयुक्त पहलको रूपमा भएको थियो। 17औं निर्वाचित तिब्बती संसदको पहिलो सत्रले सिजोङ पेम्बा छिरिङद्वारा 16औं कक्षाको कानुनको रूपमा मनोनीत 3 महिलाहरूलाई अनुमोदन गरेका थिए। सोमबार तिब्बती संसदको 50% वा सोभन्दा बढी अनुमोदनको आधारमा बहुमतको मतले कसुर गेरिडोमा, चिसु थलम डोमा र नोर्जिन डोमा नामक 3 महिलाहरूलाई कानुनको रूपमा अनुमोदन गरिएका थिए। निर्वाचनको 17औं तिब्बती संसदले यस हप्ता सोमबार नवनिर्वाचित सभामुख खिम्पु सोनम टेम्पेल र उपसभामुख डोमा छिरिङको साथमा पहिलो अधिवेशन भएको थियो। गत हप्ता बुधबार परमपावन दलाई लामा ज्यूबाट एक सल्लाह प्राप्त गरेपछि निर्वाचित संसदहरूले परमपावन ज्यूको सल्लाह पालन गर्ने निर्णय गरी तिब्बती चार्टरको अनुसार शपथ लिनुभएको थियो। संसदको बैठकले तिब्बतको राजनीतिक मुद्दालाई शान्तिपूर्वक समाधान गर्ने, तिब्बतमा मानव अधिकार र वातावरणीय सङ्कटको समाधान गर्ने र निर्वासनमा रहेका तिब्बतीहरूको कल्याणको निरीक्षण गर्ने वाचा गरेको छ। गत हप्ता बिहिबार विभिन्न तिब्बती विद्यालयका प्रमुखहरूसँगको एक विशेष बैठकमा सिजोङ पेम्बा छिरिङले तिब्बती स्कुल प्रणालीहरूलाई सम्भावित र तिब्बती बच्चाहरूलाई जिम्मेवार सामाजिक जागरुकमा रूपान्तरणको साझा उद्देश्यहरूलाई प्राप्त गर्नको लागि आफ्नो विविध प्रयासहरूलाई समेकित गर्न आवश्यक छ भन्नुभयो। सिजोङले यद्यपि तिब्बती स्कुलहरू विभिन्न स्कुल प्रणालीहरू अन्तर्गत काम गरिरहेका छन्, यो तिब्बती बच्चाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने साझा उद्देश्यको सेवा गर्दछ बताउनुभयो। टिबेटन होम्स फाउन्डेसन, टिबेटन चिल्ड्रेन्स भिलेज र सम्बोटा तिब्बती स्कुल सोसाइटी सहित तिब्बती स्कुल प्रणालीहरूका प्रमुखहरूसँगको एक दिन लामो बैठकमा तिब्बती स्कुलहरूको मर्जर, सिटिएसएस स्कुलहरूलाई एसटिएसएसमा स्थानान्तरण, तिब्बतीको नामाङ्कनको बारेमा विभिन्न स्कुल प्रमुखहरूको सिफारिसहरूमा छलफल गर्नुभएको थियो। सिजोङ पेम्बा छिरिङलाई यस हप्ता मङ्गलबार सम्मानित अतिथिको रूपमा तिब्बती युवा कङ्ग्रेसको 50औं स्थापना वार्षिक उत्सव मनाउन आमन्त्रित गरिएको थियो। स्वागत समारोहमा मुख्य अतिथिको रूपमा हिमाचल प्रदेशका माननीय राज्यपाल महामहिम श्री राजेन्द्र विश्वनाथ अलेरकर, विशेष अतिथिको रूपमा भारत तिब्बत सहयोग मञ्चका संस्थापक श्री इन्द्रेश कुमार हुनुहुन्थ्यो। यस हप्ता मङ्गलबार 26औं यमछिमो मेमोरियल गोल्ड कप समाप्त भयो। भारत र नेपाल तिब्बती बस्तीहरूबाट 10 अलग अलग टिमहरू बीच 12 दिन लामो प्रतियोगितामा कुल 27 खेल खेलेका थिए। पहिलो पटक शिमला युनाइटेडले 26औं यमछिमो मेमोरियल गोल्ड कपको अन्तिम खेलमा टिसिबी वीर युनाइटेडलाई 3-2 को स्कोरसँग पराजित गरी विजय प्राप्त गरेको छ। प्रतियोगिताको विजेताले 1,50,000 र उपविजेताले 1 लाख रुपैयाँ प्राप्त गरेको छन्। मई 2021 को स्कटिस संसदीय चुनावपछि स्कटल्यान्डको संसदमा रहेको क्रस पार्टी समूहले गत हप्ता शुक्रबार पुनः गठन गरेको थियो। समूहले पहिलो साधारण सभा र नयाँ पदाधिकारीहरू चुनेको छ। सदस्यहरूलाई ग्लास्गोमा हुने कोप 26 को दौरान तिब्बत समर्थन समूहहरूको नेटवर्कद्वारा सुरु गरिएको कार्य योजना बारेमा जानकारी दिइयो। तिब्बत वाचबाट तेन्जिन छुकी र स्वतन्त्र तिब्बतबाट जोन जोन्सले तिब्बत र अभियान योजनाहरूको प्रमुख मुद्दाहरूमा समूहले अपडेट गर्नुभयो। हस् त आजको लागि नेपाली साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। तसिदेले नमस्ते।